Hello my friends, good morning. तपाईहरुले एउटा कुरो थाहा होला, हाम्रो 21 गते जुन भोट भइरहेछ, हाम्रो जीएनजीले जुन सफलता हात पार्यो र जुन अहिले भोट हुन गइरहेछ, त्यसमा हाम्रो प्रधानमन्त्रीको उम्मेदवारमा मिस्टर बालेन शाहज्यू हुनुहुन्छ। हामीले सबैले हेर्यौं के थियो कस्तो थियो हैन, सबले काम गरेर देखाएकै हो। नेताहरूले जितेपछि आफ्नो खल्ती अनि स्विस ब्याङ्कमा पैसा, देश विदेशमा आफ्नो आफन्तहरूलाई सेटल गर्ने कामहरू गर्ने बाहेक हाम्रो देशमा कसैले प्रगति गरेन। तर बालेन शाह काठमाडौँको मेयर हुँदाखेरि उहाँले लगभग धेरै काम गर्नुभयो र केटाहरूले यो मधेस र पहाडीको फिलिङ हटाएर उहाँले सबैको मनमा एउटा राम्रो भावना, उहाँको प्रतिको पोजिटिभ, म जहाँ पनि अहिले रिस्पोन्स हेरिरहेको छु। धेरै भयो मैले अलि बिचमा ग्याप ल्याएको थिएँ, तर तपाईहरुलाई यो चुनावभन्दा अगाडि भन्नुको अर्थ यो हो, हाम्रो यङ जेनेरेसन केटाहरूले जुन चेन्ज गरेछ, हाम्रो नेपाल राम्रो होस् र सुदृढ होस् भन्ने चाहना छ, त्यो चाहिँ हामी सबैले सपोर्ट गर्नु पर्यो। तपाई हेर्नु भएको होला, देश विदेश चारैतिर जति पनि छ, नेपाली होस् या त्यहाँको खैरे होस्, बालेन शाह भनेर सबले घन्टी बजाएर देखाइरहेछ। हामी नेपाली मूर्ख त होइन होला पक्कै पनि, त्यही भएर एउटा पनि भोट मिस नहोस् हैन। सबले आफ्नो कर्तव्य देखाएको छ, कोही पनि पोजिटिभ छैन। त्यही भएर एउटा पनि भोट है साथी हो, एउटा पनि भोट, त्यो चाहिँ बुढा बुजुर्ग होस् या आमा हुनुहुन्छ, दिदी बहिनी हुनुहुन्छ, भाइ छ, दादा छ, जो पनि छ, म त्यो कुरा के भन्न चाहन्छु भने एउटा पनि भोट मिस नहोस्। मिस्टर बालेन शाहलाई एकचोटि हेर्नु पर्यो। हामीले 5 वर्ष सबैले देख्यौं, तर मासु र भातमा नजाम साथी हो। बालेन भनेको भोट माग्नलाई घर घर पुग्ने मान्छे होइन, जब ऊ जितेर जान्छ नि अनि घर घर पुग्ने मान्छे हो। तपाईको घरमा के प्रब्लम छ उहाँले गर्ने जति समाधान गर्नुहुन्छ होला, यो मलाई जहाँसम्म विश्वास छ क्या। त्यही भएर एउटा पनि भोट मिस नहोस्। सबैजना यसपालि घन्टी बजाम, बालेन शाहलाई जिताम, यो मेरो चाहना। अनि मलाई चिन्ने साथीहरूले जो पनि छ सबलाई भन्दैछु, किक अल अफ देम। ओके, जय घन्टी।